Hello everyone, welcome back to my channel. Hello. र आज चाहिँ हामीले बनाउँदैछ पुच्का। मसला रेडी छ हो। अन्त यहाँ हाम्रो म्याडमले एकदम यो पुच्का फ्राई गर्दैछ। फर्स्ट टाइम है यो चाहिँ, तर मेरोबाट चाहिँ है फर्स्ट टाइम पुच्का फ्राई गर्नु लगाएको नि। कति खानु मात्रै खोज्नु हो, यसो काट पनि गर्नुपर्छ। अन्त चाहिँ यहाँनिर फ्राई गर्नु लगाउँदैछ। मैले चाहिँ यहाँ बनाइसकेँ हो। र हामी चाहिँ कहाँ छु भन्दाखेरि चाहिँ हामी चाहिँ अहिले आइरहेको छु सिलगढी हो। यहाँ पुनमको बहिनीको घरमा आउँछु नि त, बहिनी बिमार छ। अन्त त्यही भएर चाहिँ हामी चाहिँ अस्ति नै आएको। कति दिन भयो अस्ति नै आएको नि, हिजो आएको होइन, हिजो आएको। हामी चाहिँ दस्ती आएको जस्तो लाग्दैन रहेछ हौ। हिजो आएको। अन्त चाहिँ हिजो आएर त्यो आएको भिडियोहरू चाहिँ बनाएन, किनभने टाइमै थिएन, त्यही दिमागमै आएन। म त बिर्सिन्छु। अन्त फेरि नेटवर्क पनि हुँदैन यहाँनिर हो, एउटा नेटवर्कै आउँदैन। अन्त त्यही भएर चाहिँ भिडियोहरू पनि हाल्नु के बनाउनु भन्ने भयो नि त। अन्त चाहिँ आज चाहिँ पुच्का खाऊँ भनेर पुच्का पनि लिएर आएको थिएँ कि, तर जोड पानी भयो पुच्का खाँदै दिनै भएन। पानी पर्दैछ, डरै लाग्दो हो। अहिले चाहिँ अलिक रोक्यो। अन्त चाहिँ अब पुच्का खाने भनेर चाहिँ पुच्का बनाएर यहाँ छ। बहिनी चाहिँ यता छ बनाएको छ। अहिले गर्छु ल तपाईँहरूलाई। अहिले छिटो बनाइसकेर अन्त यहाँनिर चाहिँ किचन भयो होइन। किचनको एक खिड्की बाहिर चाहिँ आँखा हालिरहेको छु। लोकलाक्क हेर्दै थुक्दै बस्दै एउटा। अन्त कतिवटा पनि यहाँ पनि गरेर त अब हातले भेट लाग्छ है। यहीँ आएको बोट रहेछ त। यति चाहिँ भयो, एक प्याकेट चाहिँ बनाएको। यसमा नुनहरू हेऱ्यो चाहिँ मसला मैले रेडी बनाइसकेँ। अब चाहिँ मैले पुच्काको पानी बनाउन आँटेको हो। पुच्कामा चाहिँ आजकल यो तितौराहरू पनि दिँदो रहेछ, जलजिरा पनि थियो है जलजिरा पनि दिँदो रहेछ हो। यो तितौराको पनि दिँदो रहेछ। यो डेक्चीमा चाहिँ हालेर चाहिँ मजाले तितौरा निम्बु के हालेर चाहिँ पुच्काको झोल बनाउन आँटेको। यो चाहिँ नि हिजो हामीले आइसक्रिम लिएको थियो कि, एक्सपायरी भएको ल्याएछौँ। बिल्ली पनि सक्यो होला है, यो जस्तो त्यस्तै रहेछ। एक्सपायरी भएको रहेछ कि यतिकै टाइममा साट्नु भन्ने कथा भयो। तर अब चाहिँ म पुच्काको पानी बनाइहाल्छु हो। यहाँ चाहिँ मैले हालेँ अमिलो तितौरा, नुन, निम्बु, धनियाँ निकै हालेँ। त्यति हाल्ने हो। अब पानी हाल्नु बाँकी छ। पानी चाहिँ रेडी भयो। रेडी 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 कस्तो रे मारे मसाला फुक्दै रहेछु म त, फुक्दै चाट्दै रहेछु नि हौ। ए नखाइ त्यस्तो गर्नु त, चुन्ला नि त्यो उयसमा गुन्डिनी। सर्केला नि अहिले। लु टेस्ट गर्दै होला। टेस्ट
फोटो र गाइस हामीले चाहिँ पुच्का पनि खाइसके अन्त चाहिँ हामी बजार निस्केको अब चाहिँ यहीँबाट हौ आउँदैछ त टोटो पुच्का पनि खाइसक्यौँ हो मिठो भयो डम्बा भयो फेरि कस्तो भयो अरे पुच्का ड्याम्मै पुच्का खाएर भोलि दस्त भयो अन्त हामी चाहिँ यति बेला बाहिर किन निस्केको भनेर चाहिँ मोमो खाने प्लान थियो चिकन मोमो अन्त चाहिँ त्यही भएर चाहिँ हामी चाहिँ त्यो बिहार मोड गएको के ल्याउनु चिकनको किमा है यहाँ छेउमा चाहिँ यहाँ छेउतिर चाहिँ पाउँदैन रहेछ नि त अन्त पानी परेर अहिले यस्तो रोकिरहेछ पानी परेर अहिले अघि के अरे कत्रो ठुलो पानी परेर चाहिँ अहिले रोकियो अन्त चाहिँ हामी पुच्का सुक्का बनाएर पनि खाएर पनि अब चाहिँ लागेको सब्जी ल्याउनु सब्जी भन्दा पनि किमा चिकनको किमा अन्त चाहिँ यस्तो मोमो खाने सामानहरू गएको अन्त अहिले म तपाईँहरूलाई त्यहाँ पुगेर भेट्छु ल गाइस सो गाइस हामी चाहिँ पुग्यौँ बजार हो मोड पुग्यो अन्त यहाँनिर फ्रुट्स किन्दैछ टाटा टुटुट भयो र गाइस अब चाहिँ चिकन किन्दैछ पुनमले हो किमा गरी माग्ने अन्त चाहिँ के हो अब चिकन किनेर त्यसको बादमा चाहिँ जाने अझै एक दुईवटा सौदाहरू छ त्यसपछि चाहिँ जाने र गाइस हामी चाहिँ अहिले बजारबाट किमा लिएर सौदा लिएर आइसके हो थाकेर चाहिँ हत्तु भयो अन्त यहाँ किमाहरू पनि रेडी बनाएर यो आँटासाटा गुनेर यो बेलेर बहिनीले बनाउँदैछ त्यहाँनिर पुनमले बेल्दैछ थाक्यो अन्त अचार पनि बनिसक्यो डल्ले खोर्सानीको कस्तो मिठो बनायो डल्ले खोर्सानीको अचार मैले पनि भर्खर बेलेर बसेको अन्त यहाँ छ सुप उम्लिँदैछ हो अन्त चाहिँ अब फटाफट बनाएर चाहिँ कत्ला खाएर चाहिँ ल्यान्डिङ थाकै चोट है यहाँ चाहिँ यस्तो डुल्नु पर्दो रहेछ कि आम पर मोड पुगेर पनि तर पनि नपाएको है कस्तो त्यही रोडमै भएर नपाएको केही नपाएको आँटा अहिले चाहिँ अन्त त्यो के अरे मैदाहरू पनि पाउँदैन रहेछ सुजी आँटाहरू पनि पाउँदैन रहेछ है रातो आँटा खालि फर्चुनको त्यो अनि उयो आएर चाहिँ त्यहाँनिर मैदा रहेछ अनि त्यहाँबाट लियौँ त्यसपछि चाहिँ घरमै आँटा र मैदा मिसाएर चाहिँ बनाएको थाक बेला पनि पाकेको केरा भनेको जस्तै आयो खानु परेको छ बेलुका अब नखाइ सुत्नु भन्नुभएको छैन काबु ल गाइज अहिले बनाइसकेर खाएर भेट्छु होला हौ ल गाइस हामीले चाहिँ खानु पनि सुरु गरिसके पाकिसकेर दामी भएछ कस्तो भएछ मोमो कस्तो भएछ पुनमलाई कस्तो भयो मोमो
दामी मलाई त जेम दामी हुन्छ नि त जिम पनि यहाँ फिजिन्छ जेम मिठो भयो फिजिँदो रहेछ जिमहरू एक ट्रिप खाएर पनि फेरि सेकेन्डको के अरे थपेर खाँदाखेरि चाहिँ याद है भिडियो गर्नु पर्दो रहेछ भनेर भिडियो गर्नु याद है त्यही भएर चाहिँ गरेको चिकन